जानलाको अब तपाईहरुलाई थाहै छँदैछ म कहाँ जानलाको भनेर हैन के ओए 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 हेलो नमस्ते एन्ड सबैलाई वेलकम छ आई होप तपाईहरु सन्चै होला म पनि सन्चै छु आज हामी फेरि यात्रामा निस्किन्छौँ आजको यात्रा चाहिँ हामी दिक्तेल खोटाङ जिल्ला दिक्तेल बजार भनेको सुनेकै होला सायद हैन अहिले चाहिँ हाम्रो लोडिङ कार्यक्रम हुन लागेको छ अब चाहिँ लोडिङ सुरु हुन्छ है त यस्तै अब मालहरु त यस्तै हो चलपलै देखेकै होला हैन अहिले चाहिँ हाम्रो गाडीको न्यू लुक्समा आयो फेरि गाडी चाहिँ हैन बवाले भइराछ हाम्रो दिदीहरुले अब सामान झिक्न थालिसक्यो अब यता हाम्रो अब भोटे राइडर सर हेर्नुस् गाडी धुन लागिरहेको छ तपाईं कुन ठाउँ गएर आउनु बारे सर म देउराली देउराली पुगेर आइसक्नु भएछ ल हेर्दै जाउँ के हुँदैछ है त फाइनली हामी चाहिँ गाडी लोड भइसकेको छौँ है त आज चाहिँ साथमा सुजन भाइ छ हामी चाहिँ लोड भएको ठाउँ चाहिँ त्यो हो होइन यो चाहिँ महेन्द्र अब पूर्व पश्चिम राजमार्ग भयो गाडी चाहिँ यहीँ छ यस्तै छ चलिरहेको छ मेरो चाहिँ आज यस्तै छ राम्रै भइरहेको छ है गाडीहरू हेर्दै जाउँ अनि अहिले चाहिँ लोथर पुग्न लागिसक्यो लोथरमा चाहिँ अब चिटसिट हान्नुपर्छ होइन चिटसिट काटेर आफैले काटेर जानुपर्छ अब आफैले कम्पनीले काट्न त कम्पनीले काटिदिने हो तर अब काट्नु पऱ्यो कम्पनीबाट निस्केर आजको अब तपाईँलाई थाहा पाइसक्यो अघि नै होइन भनिराख्नु परेन ठिक छ बाटो चाहिँ राम्रो छ है पूर्वको बाटोमा चाहिँ त्यस्तो खोज लाउने घुम्न जाने भए चाहिँ सम्झिनुहोस् मिस्टर मनिष लोप्चनलाई ठिक छ राम्रै भइरहेछ अहिले चाहिँ देखा इस्माइल कोडा टोडा कटेर नि अगाडि आइसकेको छौँ है त गाइजहरू यस्तो छ नि फेरि हेटोडाबाट भित्री बाटो यहाँ चाहिँ ट्याक्क सिन्धुली निस्किने बाटो हो होइन यो हटिया हुँदै जाने हो यताको बाटो चाहिँ बवाल छ है गाइजहरू पूर्व जानको लागि चाहिँ यो बाटो छिटो हुन्छ है तेल चाहिँ हल्का धेरै खान्छ तर बाटो चाहिँ यो ठिक छ है हामी चाहिँ ठ्याक्क मोमो खान लाग्यो ढ्याङ्ग लगाएर सूर्य उकालो यो चाहिँ माथिल्लो यो चाहिँ माथिल्लो सूर्य उकालो हो आमा आमा ओइ के हो ट्र्याक्टरले भ्याउँछ त आमा ट्र्याक्टर त के हो त्यो टर्निङ काटेर चाहिँ टेलरै फर्केला नि त यस्तो ताले त यार होइन ओए 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 वाह यतातिर ट्र्याक्टरको चल पल फेरि बेग्लै छ है फेरि आमा नसकिने यार के भित्र हप्ता हानिरहेको यार ए सिङ्गल र डबल ब्रेक हुन्छ क्या त्यो ब्रेक हान्दै सक्दो जानु फाइनली उकालो पनि सकिएको अवस्था छ है त हेलो यस्तो बवाल छ नि मौसम होइन के भन्ने ल हेर गाइजहरू बवाल छ मौसम चाहिँ अहिले चाहिँ हाम्रो जानलाको अब तपाईँलाई थाहै छँदैछ म कहाँ जानलाको भनेर होइन के हो थाहा छैन भनिदिउँ कि दिदीकै होइन बवाल छ है ठाउँ चाहिँ एकदम बवाल छ हरियाली छ चारैतिर डाँडाकाँडा हेलो सबैजनालाई गुड मर्निङ अहिले चाहिँ हामी ओखलढुङ्गा आइसकेका छौँ अब रातिमा चाहिँ अलिकति फाँक देखिन्छ नि त के अरे बाटो खासै राम्रो देखिन्न त्यही भएर के ल अब यसो हेर्नु म हल्का जुम गरिदिन्छु ठ्याक्क ओखलढुङ्गा बजार चाहिँ त्यो हो हामी जानु पनि चाहिँ त्यहाँ हो
अहिले हाम्रो माल हामी सुतेको चाहिँ यो ठाउँमा है फेरि यो ठाउँमा सुतेर साइड लगाएर सुतेको थियौँ अहिले जानुपर्ने चाहिँ ऊ त्यहाँ हो अहिले चाहिँ हामी भर्खर उठिसकेको यता अब चाहिँ हिँड्न लाग्यो जाडो भयो क्या फाइनली हामी चाहिँ ओखलढुङ्गाबाट फर्केर यता आइसकेका छौँ अब जानुपर्ने चाहिँ ऊ त्यो पल्लो डाँडा हो होइन अहिले फर्किँदैछौँ अहिले चाहिँ हामी हलेसीतिर लाग्ने भयो यो चाहिँ हलेसी जाने बाटो यता हो अगाडि गयो भने चाहिँ हामी सिन्धुली पुग्छौँ उता हेर न कटिङ पुगेन गाइडहरू यस्तो छ यो चाहिँ यता ओखलढुङ्गा जाने यता ओखलढुङ्गा यता जाने उता चाहिँ सिन्धुली यो चाहिँ हामी अब हलेसीतिर लाग्यो गाइज हलेसीतिर यस्तो छ है त हलेसीतिर अहिले चाहिँ सुजन भाइले त्यहाँ छिसकिन गएको यो चाहिँ हलेसी जानेको भाइरल पुल हो त्यो चाहिँ सडक छ अहिले गर्मीले हालत सेन्टी फ्याट छ यो आज चाहिँ हामी हलेसी मन्दिरको डाँडा पनि आइसकेको छ हलेसी मन्दिर चाहिँ उ त्यो है त्यो देखाइदिउँ त ठ्याक्क त्यो हो एकदम बवाल छ यहाँ शिवजीको पाइला साइला भएको छ होइन दामी ठाउँ छ मलाई चाहिँ एकदम मन पर्यो तपाईँहरू नि आउनु होला त्यहाँभित्र हो बाटो चाहिँ यस्तै हो फेरि वान मिस्टेक गेम फिनिस टाइपको बाटो छ अहिले यहाँ माथि चाहिँ छैन त्यहाँ तल चाहिँ त्यस्तो टाइपको बाटो हो अहिले राम्रोसँग देखाइदियो त नजिकबाट त्यही हो त्यही डाँडा हो बवाल छ है गाई यस्तै छ के गर्नु जिन्दगीमा होइन यात्रा चाहिँ बढाउँदैछ बाटो चाहिँ आज हाम्रो क्यामेराम्यान छ प्ले बोय सुजन म्यारिड बोय सुजन हो प्ले बोय म्यारिड बोय सुजन सरी सुजन अहिले एक नारी ब्रह्मचारीको होइन हो अझ हो नि त हो है फेरि कसैले दायाँ बायाँ भन्नु मिल्दैन नि फेरि सुजन भाइ एकदम लोयल हो फेरि बाटो चाहिँ हलेसीबाट माथि चाहिँ बाटो फेरि एकदम बवाल छ दिक्तेलसम्मको चाहिँ मिठो बाटो छ है बाई बाबुहरू डाँडा त यस्तो छ नि यार गाह्रो दिक्तेल हलेसी माथिको पहाड हो यो अब ओह्रालो लाग्ने हाम्रो गुरुजी मनिष लोप्चन गुरुजी पारा अहिले एकदम बेग्लै छ मान्छे आजभोलि एक्लै छ म चाहिँ को त इष्ट भन्दै
अहिले चाहिँ हामी खोटाङ जिल्ला टेकिसकेको छौँ है त बवाल छ। यो चाहिँ नुनथला भन्ने ठाउँ। अहिले चाहिँ हामी लगभग नुनथला भन्ने ठाउँ पुगिसक्यौँ। अहिले हलेसी देखिहाल्नु भएछ, हिँडे पानी हुँदै हलेसी हुँदै हुर्लुङ हुँदै नुनथला हुँदै जाने हो हामी चाहिँ दिक्तेल बजार चाहिँ पुग्न लागिसकेका छौँ गाइजहरू। त्यता छ अहिले चाहिँ हामी यहाँ हल्का यसो फोटोसुट भइरहेछ। आजको क्यामेराम्यान चाहिँ सुजन भाइ, यसो हल्का फुल्का भिडियो सुट भइरहेको हो, अरू त केही होइन। माल पनि सकिन आँटिसक्यो त बवाल छ है यतातिर नि। यो खोटाङ पर्छ होइन? खोटाङ जिल्ला पर्छ नि यो? हजुर सबै खोटाङ हो। बवाल छ नि बवाल होइन, ठाउँ कस दामी छ नि होइन? फर्स्ट टाइम आउनुभयो हो? होइन मलाई आइरहेको यो शुद्ध 4 चोटि हुन्छ क्या। दुईजना चलाउँछ यो गाडी? हजुर दुईजना चलाउँछ? 2जना चलाउने हो। आफ्नै गाडी हो कि? आफ्नै गाडी हो। आफ्नै गाडी होइन, आफ्नै पर्सनल चाहिँ होइन, कम्पनीको हो। मैले चाहिँ चलाउने। बवाल छ नि त सुजन भाइ। जाडो फेरि यस्तो गीत गाउनु भने कपिराइट हानिदिन्छ तनाव छ फेरि होइन। यतातिर राई लिम्बू कतिको छ है टन्ने? यता घर चाहिँ कता? कुपिन्डे 20 वर्ष। यत्रो टाढा अनि पढ्न आउनु भएको? ब्याग लागेर हो, ट्युसन पनि आएको। अनि बेलुका हिँड्दै जाने? म यता दिग्गमा बस्छु क्या। यही बस्नुहुन्छ? मामाकोमा बस्छु। फाइनली अब चाहिँ हामी दिक्तेलाई बाई बाई, दिक्ते बजारलाई हामी बाई बाई भन्दै निस्किन्छौँ। खाजा चाहिँ खाइयो। आजलाई ब्लग यात्रा कस्तो लाग्यो तपाईँहरूलाई? के अरे चितवनदेखि ओखलढुङ्गाबाट दिक्तेलबाट चाहिँ हामी अब चितवन जाँदैछौँ। कस्तो लाग्यो यात्रा? हजुरहरूले कमेन्ट गरिदिनु होला, लाइक एन्ड सब्सक्राइब। कमेन्ट राम्रो गरिदिनु होला, कमेन्ट लाइक सब्सक्राइब गर्न नभुल्नु होला। ल ठिक छ, धन्यवाद। आजलाई यति नै। अर्को एपिसोडमा चाहिँ बवाल आउँछ अझै पनि।